दिएको छ यार छोरी अन्बी दा के गले क्या मजा आयो गुलु बेबी ता ता मस्त के यता यो टोलामा त मस्त क्या त मस्त रहन्छ के रहन्छ यार रेस्ट त अफिसको टाइममा कट अफ गरेर तपाईँ यतिको बुद्धि लाउनु त राम्रै लाग्छ रेस्ट गर्नुपर्छ भनेर बरु अफिसको टाइममा कम से कम क्या क्या गर्छ 2 दिन बाद अस्तिदेखि पढ्नु पर्दैन भनेर भन्थ्यो आज फेरि टक्स मार्छ कसले तिमीले म रेस्ट गर्ने कुरामा अफिसको टाइमलाई छुट्याएर रेस्ट गर्न घर आउँछ त्यो कुरा भन्दैछु कि पढ्ने कुरा भन्दैछु किन गर्छ त्यही माथि मेरो बुढोले त पढाइको बहाना धेरै लिफ्ट खोजिरहेको हुन्छ के जब पढ्नु नै छैन पढाइ कुरा गर्नु किन हुन्छ फोकटको सानी छोरा गिभ मी हाई फाई नमस्ते नमस्ते बेटा नमस्ते करो तो नमस्ते करो बेटा बेटा नमस्ते करो छोरो नमस्ते करो